कुनै पनि कामको मूल्याङ्कन तत्कालै गरिहाल्नु हुँदैन भन्छन्। बहुमतको सरकारले के राम्रो काम गरिराखेको छ, आउनुहोस् दरबारतिर जाउँ। सर, मेरा छोराछोरीको कापी किताब छरिदिनु भयो सर। मेरो छोराछोरीको भविष्य छरिदिनु भयो सर। ओइ, तिमीहरूलाई हामीले पनि दुःख दिने मन होइन। यहाँ सटरमा बस्न सक्दैनौ भने गाउँमा गएर कृषि गर। म जतिको मान्छे सिधै राजधानी आउन सक्यो होला त सर। गाउँमा मैले भैँसी पालेर दुध बेच्थेँ सर। भाउ नपाएर रोडमै दुध खनाउँदा पनि मूल्य पाइएन। त्यसपछि नेपालमै केही गर्छु भने मान्छेले हार खाँदैन भनेर मैले यति गरेँ सर। तर त्यसले पनि भाउ पाएन सर। हाम्रो आवाज त राजधानी नगई सुन्दैन कसैले भनेर माइती घरमा आएर मैले आन्दोलन पनि गरियो, तर न्याय पाएँ। हाम्रो देश त भाषण प्रधान देश भन्नुपर्ने, कृषि प्रधान देश अरे। किसानको लागि मल, बिउ, जल केही छैन। यो कमेडी मात्र होइन, किसानको वास्तविक भोगाइ हो। भिडियो हेर्दै गर्दा कतिखेर भावुक भए पत्तै पाइन। बीज किन्ने पैसा भएको भए तरकारीमा हाल्थे सर। सुरुमा मेरा मुखमा हाल्थे सर। म छर्दैछु सर, सडकभरि छर्दैछु। यदि हामी गरिबहरू 2-4 दिन भोकै भएर यो देश बन्छ भने छरिदिनुहोस् सर, अझै छरिदिनुहोस्। 2-4 जना गरिबहरू किसानहरू मरेर केही हुँदैन सर, तर देश बाँचिरहनु पर्छ सर। सरकार यसरी मसँग नरिसाना।